गाइस यो चाउचाउ यो दामी पाक्दैछ चाउचाउ मेरो पाडा त मात्नै पर्यो तर घर आएपछि हेलो गाइस वेलकम टु माई न्यू भिडियो सबैजनालाई वेलकम छ मेरो न्यू भ्लग्समा र आज चाहिँ म अहिले चाहिँ गाउँ आएको छु स्कुल पनि बिदा छ पढाइ छैन चुनाव बिदाहरू छन् त्यसैले म गाउँ आएको छु र अब घुमेर त परिवारको आइसकेपछि यसो अनि त्यसरी अब म चाहिँ यसो बाहिरतिर यसो माथितिर घुम्न जाउँ न त घरबाट भनेर अनि बसेको गाइज ल अब चाहिँ जानु पर्यो घुम्नतिर माथितिर ल है त ल अहिले चाहिँ माथि अब जानु लाग्यो घुम्न यसो माथि गाउँतिर अनि हामी चाहिँ म र बहिनी आएको छौँ नि म र अनि बहिनी आएको यसो माथितिर जानलाई ल यही हो गाइज त्यही हो अब जाउँ यसो हेरिदिउँ के छ माहौल भनेर नि आएको है त अहिले धारामा आएको यो धारामा हामी पानी खानलाई मेरो बन्द गरेर चाहिँ ठेडिहाल्यो यस्तो बनाइहाल्यो अनि यो पानी सबै उ गरेर ट्याङ्कीमा हालेर त्यो भएर यस्तो कमाएको पानी नआयो यो पुरै धाराबाट पानी आउँथ्यो 4 धारे हो नाम धाराको नाम अब चाहिँ हामी माथितिर घुमघाम गरेर अनि अब तर घरतिर अब फर्किँदै गरेको धेरै गयो अब यसो घुमघाम पनि भयो अब तर अब घरतिरै जानु लाग्छ अब चाहिँ हामी ल चाहिँ अब पिकनिक जान लाग्यो पिकनिक अब पिकनिक जानु लाग्यो र हामी चाहिँ पिकनिक आइसकेको छौँ हेर्नु सक्नुहुन्छ तपाईँहरू यतातिर ल यही हो होइन यसो पिकनिक सिक्ने खाना अनि आइदिएको यता तलतिर ल गाइस यसो हो यहाँतिर आँखामा हुन्छ हाम्रो चुलो चाहिँ रेडी भइसक्यो चुलो रेडी भइसक्यो अनि डेक्सेक बज्या यहाँ रुखमा चढ्या यहाँ बसिरहनु ल अब चाहिँ अब हामी चाहिँ अब चाउचाउ पकाउनु भनेको छौँ चाउचाउ पकाउनु पऱ्यो होइन गाइस ल गाइस हामी चाहिँ चिया पकाउनु लाग्यो अहिले अब चिया पकाउँदैछौँ अनि त्यसपछि अनि चाउचाउहरू पकाउँछौँ ल गाइस चिया चाहिँ पाकिसकेको छ हाम्रो र अब चाहिँ अब चिया खान्छौँ हामी है ल गाइस अब हामी चाहिँ चाउचाउहरू पकाउनु लाग्यौँ है भाइ चाउचाउ पकाउनु लाग्यो गाइस ल अब त्यहाँ रेडी भइसक्यो त्यहाँपछि चिया खाँदैछन् ल अब चाहिँ हामी चाउचाउ पकाउनु लाग्यो है त नि ल गाइस यो चाउचाउ यो दामी पाक्दैछ चाउचाउ मेरो हाम्रो अनि हामी चाहिँ अब यता रेडी छौँ अब चाउचाउ पाक्दैछ गाइस होइन यही हो ल गाइस चाउचाउ हाम्रो पाकिसकेको छ अब चाउचाउ चाहिँ खानु लाग्यो हामी ल गाइस चाउचाउ दामी भएको छ र त गाइस अब हामी सबैजना अब खाना सुरु गरिसकेको छौँ गाइस ल गाइस अब चाहिँ हामी जानु लाग्यो होइन सबै रेडी भयो सबै अब सफा गरेर अनि हामी चाहिँ ल अब जानु लाग्यौँ सबै निस्किसकेको छौँ ल हेर्नुहुन्छ तपाईँहरू रमाइलो भयो आज होइन गाइस पिकनिक सिक्नु खायो गाउँ आएर नि ल यस्तो छ यी तलतिर पुरा जङ्गल भइसक्यो तलतिर त ल गाइस ल अब हामी लागि है त ल अब चाहिँ घर आइयो होइन अब भाडा त मात्नै पर्यो तर घर आएपछि भाडा मार्नु लाग्यो होइन सक्नुहुन्छ तपाईँहरू अब भाडा माझ्नु पर्यो गाइस यही हो ल अनि यहाँ चाहिँ फुटबल बल खेल्ने कार्यक्रम भइरहेको यत्र मान्छेहरू ल के भयो अरे यहाँ अनि यहाँ चाहिँ फुटबल चलिरहेको छ आजकल अहिले हाल फुटबल होइन भलिबल चलिरहेको फालाफल भइरहेको छ ल गाइस आजको भिडियो चाहिँ यति नै तपाईँलाई भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन चाहिँ बोलिदिनु ल राम्रो लाग्यो भने लाइक सब्सक्राइब गर्नु नि नबिर्सिनु ल ओके बाई